नेपाली केटो बिपिन जोशीलाई के भएको हो र के कसरी फसेका हुन्? आज पूरा जानकारीको लागि यो भिडियो बनाउँदैछौँ। भिडियो अन्तिमसम्म सुन्नुहोला। बिपिन नेपालका एक विद्यार्थी हुन् जो इजरायलमा कमाउन र शिक्षा सिक्नका कार्यक्रम अन्तर्गत कृषि कार्यका लागि गएका थिए। उनी इजरायली सीमा नजिकै रहेको किबुत्स अलुमिम भन्ने ठाउँको जमगढमा अन्य नेपाली तथा थाई कामदारहरूसँग कृषि काम गरिरहेका थिए। 7 अक्टोबर 2023 मा यसै परिसरमा हामासद्वारा एक बहुत आक्रमण भयो। यस क्रममा धेरै मानिस मारिए, केही अपहृत भए। सो आक्रमणमा बिपिनले एउटा ग्रेनेड फ्याँक्ने गरी अर्को सुरक्षित स्थानमा फ्याँकेर अरूलाई बचाउने कोसिस गरेका थिए भन्ने विवरण पनि प्रकाशित भएको छ। त्यसपछि उनी अपहरण गरेर गाजामा लगिए भन्ने रिपोर्ट पनि आएको थियो। लामो समयदेखि उनको जीवित वा मृत्यु भन्ने स्पष्ट जानकारी थिएन। नेपाल सरकार र अन्य अन्तर्राष्ट्रिय माध्यमले उसलाई खोजिरहेको थियो। अन्ततः 23 अक्टोबर 2025 मा इजरायली तथा नेपाली पक्षले बिपिनको मृत्युमाथि पुष्टि गरे। कासाम ब्रिगेड्स हासानको सैन्य शाखाले 4 मृत्यु अपहृत मध्ये 2 नेपाली इजरायलीहरू सहित बिपिनको नाम समावेश गरिएको जानकारी खुल्ला गरिएको थियो। किन यो घटना विशेष छ? बिपिन नेपाली नागरिक हुनुका साथै कृषि कार्यक्रमका विद्यार्थी थिए जसले सामान्यतया शान्तिपूर्ण कार्यका लागि विदेश गएका थिए। त्यसैले उनको अपहरण र मरणको खबरले नेपाल लगायत धेरै स्थानमा ठूलो संवेदना जगायो। घटना जम्मा भएको ठाउँ र समयमा जवान आक्रमण सीमा क्षेत्र भएर अन्तर्राष्ट्रिय रूपमा चर्चा भयो। यो घटना विद्यार्थी कामदार विदेशमा गएर अनपेक्षित सङ्कटमा पर्यो भन्ने दुःखद उदाहरण समेत बनेको छ। 7 अक्टोबर 2023 मा गाजासँग सीमा भएको इजरायली सीमा क्षेत्रमा रहेको किबुत्स अलुमीमा हासामद्वारा ठूलो आक्रमण भयो र त्यहाँ बिपिनलाई अपहरण पनि गरियो। त्यसपछि अपहरणको अवस्था र खोजी 2023 अन्त्यसम्म नोभेम्बर 2023 मा इजरायली सेनाले सीसीटीभी फुटेज जारी गरेको थियो जसमा बिपिन जोशीलाई किबुत्सबाट अपहरण गरिँदै गरेको देखिएको थियो। नेपाल सरकार र विदेश मन्त्रालयले उनको खोजी तथा सुरक्षा सम्बन्धी सक्रियतालाई सुरु गर्यो। 2024 को विभिन्न मितिहरूमा नेपालले कुवेत, कतार, मिस्र जस्ता मध्यस्थकर्ताहरूसँग सम्पर्क राख्यो, उनलाई रिहाई गराउन प्रयास गरियो। तर बिपिनको अवस्थाबारे ठोस जानकारी धेरै खुल्न सकेन। अगस्त 2025 मा बिपिनको परिवार इजरायल पुगेका छन्। लगभग 665 दिनपछि अपहरणपछि उनको रिहाईका लागि अपिल गर्दै, तर यस बेलासम्म पनि उनको जीवन मृत्यु स्थिति पूर्ण रूपमा पुष्टि भएको थिएन। अक्टोबर 13, 2025 मा हामासले 4 मृत अपराधहरूको नाम सार्वजनिक गरेको छ जसमा बिपिन जोशीको नाम समावेश रहेको जनाएको छ। यससँगै इजरायलले बिपिनको मृत्युमाथि पुष्टि गरेको जनाएको छ। उनको देह नेपालको लागि हस्तान्तरण प्रक्रिया अन्तर्गत रहेको छ। यो घटना नेपाल तथा विदेशमा काम गर्ने विद्यार्थी तथा कर्मचारीहरूको जोखिममाथि नयाँ ध्यान फोकस गर्यो। नेपालको सरकार, विदेश मन्त्रालय तथा दूतावासहरूले यस्तो अवस्थामा नागरिक सुरक्षा तथा आपतकालीन प्रत्यावर्तन योजनाको आवश्यकतालाई पुनः समीक्षा गर्न थालेका छन्। नेपाली जनसमाजमा दुःख र आक्रोश फैलियो। विदेश गएका हामीमध्ये कोही पनि यस्तो सङ्कटमा पर्न नपरोस् भन्ने आवाज उठ्यो। बिपिनको साहस, ग्रेनेड फ्याँक्नेदेखि अपहरणसम्मको यो कुरा चर्चामा आयो र उनलाई हिरो भन्ने सम्झने प्रविधि बढ्यो। बिपिन जोशीको कथा र जीवन भोगाइबाट विपत्ति हुँदै शासकीय प्रयास र अन्ततः दुःखद निष्कर्षसम्म पुग्ने एक त्रासद यात्रा हो। प्रारम्भमा कृषि क्षेत्रको अध्ययनको आशा, त्यसपछि अप्रत्याशित आक्रमण, अपहरण, अस्पष्टता र अन्तमा मृत्यु पुष्टि। यी सबैले यस घटनालाई व्यक्तिगत मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पनि महत्त्वपूर्ण बनाएको छ। आजको भिडियो कस्तो लाग्यो? सो हाम्रो भिडियोलाई हेरेर लाइक, कमेन्ट र सब्स्क्राइब गर्न चाहिँ नछुटाउनुहोला। धन्यवाद।